हिजो हेरिसक्नु होला नि त्यो भिडियो त्यो चाहिँ भोलिपल्ट हालिदिन्छु कि बनाएर हिजो हेरिसक्नु त्यो भिडियो होइन नभए घर मैले चाहिँ अब यो विङ्सबाट चाहिँ ललिपप बनाउँछु कसरी बनाउँनु चाहिँ हेर्नु है त ललिपप ग्रेभी बनाएर अनि लेग पिसलाई यहीँ हालेर अब यसरी गराएर हाम्रो भिडियो मनपर्छ भने लाइक गरिदिनु होला र हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है साथी। Hey guys, welcome back to our new another video होइन आज फेरि नयाँ भिडियो लिएर आइसकेको छु। आई होप सबैजना सन्चै हुनुहुन्छ, म पनि आराम छु गाइज होइन। आज चाहिँ के भिडियो लिएर आउँदैछु भने यो चाहिँ हिजोको जुन मुखबाङ हालेको थिएँ नि हो त्यो आज चाहिँ मैले कसरी बनाएको त्यो भिडियोहरू देखाउन गइरहेको छु गाइज होइन। सुरुमा चाहिँ मैले के लिएर आएँ भने यस्तरी कुखुराको विङ्स लिएर आएँ आफैले, अनि त्यसपछि लेग पिस यस्तो लिएर आएँ चट्ट बनाएँ यसरी गाडेर। अब यो विङ्सको चाहिँ म बनाउँदैछु ललिपप होइन। ललिपप बनाएर म पकाएर अनि देखाउने छु। मुखबाङ त हजुरले हिजो हेरिसक्नु भयो होला। आज चाहिँ कसरी भन्छ यो अब मेकिङ ब्याकअप द स्टेज अब के भन्छ त्यो भन्ने हो त्यो चाहिँ यो भिडियो बनाएको कस्तो लाग्छ हेरिदिनु होला होइन। आज बेलुकैबाट स्टार्ट गरेको अब बनाएको यताउति पनि देखाउँछु गाइस, हेर्नु होला यता कसरी बनाउँछु मैले दामी तरिकाले ल गाइस। मैले चाहिँ अब यो विङ्सबाट चाहिँ ललिपप बनाउँछु कसरी बनाउँदै चाहिँ हेर्नु है त। यस्तो इजी छ बनाउनलाई गऱ्यो स्याटो लाएर फेरि यस्तो खानेकुराहरू म सबै आफै बनाइदिन्छु होइन। त्यही भएर हाम्रो घरमा सबै कुरोहरू पाक्छ। लेग पिस ह्यान्ड सब बनाएर हामी आफै खान्छौँ, बाहिर खानु पर्दैन हामीलाई। गाइस आफ्नो तरिकाले स्याटो बनाएर खानु मजा छुट्टै आउँछ आफ्नै घरमा। Look guys, lollipop bane lollipop, yo, cheers. One lollipop, एउटै उबाट दुईटा हुन्छ हैन गाइस। Let's see guys. एउटैबाट दुईटा भसुलाई कसैले बनाएर खुवाउँछ त्यसरी एउटैबाट दुईटा अलि गाह्रो हुन्छ गाइस, किनभने यसमा दुईटा हड्डी हुन्छ नि त। गाइस सेकेन्ड ललिपप पनि बन्यो। खानेकुराहरू आफै बनाएर खानु मजा छुट्टै हुन्छ होइन। आफ्नो तरिकाले आफ्नो फ्लेभर आफ्नो टेस्ट हुन्छ खान पाइन्छ। रेस्टुरेन्टमा गयो भने यसलाई अब आफ्नो टेस्ट पनि हुँदैन होइन रेस्टुरेन्टको टेस्ट अनुसारले। त्यही त हुने गाइस। अब यहाँ अब हामी जुन एउटा एरियामा बसेका त्यो एरियामा अब यसरी मजाले बनाएर पाउने रेस्टुरेन्ट कम हुन्छ, खानलाई बाहिर जानु पऱ्यो। अब के भन्नु गाडी छैन आफ्नो नबेसी समस्या हुन्छ। जस्तो घरमै बन्छ, घरमै मजाले खाइन्छ सबै परिवार बसेर, त्यो नै रमाइलो छ हाम्रो लागि गाइस। साथीहरू मैले चाहिँ अहिले बनाएको ललिपप चाहिँ यस्तै फ्राई गरेर यस्तो बनाएको छु है। अब यसमा ग्रेभी पनि हुन्छ। यहाँ लेग पिस यता हल्का फ्राई हुँदैछ, यता बुढी चाहिँ हुन्छ उहाँले हो आजको हामी दुईटा च्यालेन्ज गर्ने तपाईलाई न मैले च्यालेन्ज भन्दा नि मुखबाङ यस्तो गफ गर्दै बुढाबुढी के गर्ने हिजो हेरिसक्नु होला नि त्यो भिडियो, यो चाहिँ भोलिपल्ट हालिदिन्छु कि बनाएको। ल हिजो हेरिसक्नु नि त्यो भिडियो होइन, नभए गएर हेर्नु होला। माथि हाम्रो उसमा छ यही हाम्रै च्यानलमा छ यहाँ त्यस्तो। त्यसपछि अब ग्रेभीको लागेको छ। अब त्यहाँको मैले बनाएको थिएँ, त्यसपछि अब मैले ग्रेभी बनाएँ। अनि ग्रेभी बनाएर अनि यो लेग पिसलाई यहीँ हालेर अब यसरी गराएर एकछिन छोपेर पकाइदिएपछि ग्रेभी पनिर रेडी भयो। त्यसपछि हाम्रो अब मुखबाङ पनि सुरु हुन्छ एकछिनमा। मजाले खानुपर्छ ग्यास, मोटाउनुपर्छ, यो बिहान अलिक ठुलो बनाउनुपर्छ भन्ने कि पातला हामी हो क्या पातला हामी झन् मोटो बनाउनुपर्छ नि। ल पाक्दैछ है गाइस। अब पाकेको नि हेर्नु होला, रेडी बनाएको नि हेर्नु होला है त गाइस। हामीले चाहिँ अब ट्याक्क लाएर खानाहरू सबै रेडी बनाएर लिएर आइसक्यौँ रुममा होइन। रुममा चाहिँ यहाँ यस्तो तरिकाले रेडी हुँदैछ हाम्रो चाहिँ, यहाँ सब रेडी हुँदैछ यस्तो तरिकाले। अब हामी मुखबाङ गर्दैछौँ कस्तो हुन्छ हेर्नु होला। र त्यो त हिजो हेरिसक्नु भयो होला, त्यही पनि फेरि पनि गएर हेर्नु होला। अब हामी चाहिँ खान लाग्छौँ होइन। अब बनाएर यो सकेको चाहिँ यही हो हाम्रो भन्दा त मुखमा पानी आइसक्यो। यहाँ चाहिँ अब के छ आज हाम्रो मुखबाङमा भने चाहिँ यतिकै अब यस्तो केही होइन। हामीले चाहिँ यिनलाई चाहिँ अब मुखबाङ हेरेर खान मन लाग्यो अरे, त्यही भएर सबै कुरो चाहिँ मैले बनाएको होइन। बनाएर चाहिँ हामी खाँदै गफ गर्दै गर्छौँ, हजुर हेर्दै मुख मिठाउँदै सुन्दै गर्नु होला हाम्रो गफ। यहाँ चाहिँ के छ भन्दाखेरि यहाँ हाम्रो खाना भइहाल्यो, भात भइहाल्यो, त्यसपछि यहाँ ग्रेभी र मासु छ दुइटैमा, अनि यहाँ लेग पिस छ, अनि त्यसपछि लाएर यहाँ ललिपपहरू छ होइन। फेरि ललिपप त चुस्मी होला नि के अरे कुखुराको पहेडाको ललिपप है। अनि यहाँ हाम्रो चाहिँ सलादहरू हामी गाउँको
त्यत्रो पण्डित अगाडि छिन्न ललिपप सस गरौँ यो चाहिँ मैले आफै बनाएर भगाइ हो र छोरी ग्रेभीवाला लेख्यो बबाल हुँदैन त्यो फ्राईवाला त त्यस्तै हुन्छ होइन पहिल्यै भाँच्दैन हामी ललिपप खाँदैछौँ एक ललिपप त्यही पनि मुखबाङ बनायो कि ओ माई गॉड मनपर्छ ललिपप वाउ अब यहाँ हिरोको इन्ट्री हुँदैछ गाइस आयो हाम्रो हिरो यता 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 आऊ ल अब सानो पनि मुखबाङ गर्न आयो कि वाउ यस्तो देखाइदेऊ ल दिमागमा क्यामेरा दिएको गाइस हामी ललिपप खाँदैछौँ एक ललिपप बेबी पनि मुखबाङ गर्न आयो कि ओके गाइस हामीले चाहिँ खाएर भ्याइयो होइन छोरो खाएर भ्याइयो ट्याक्क आज मुखबाङ दामी भइसकेको छ हजुरले हिजो हेर्नुभयो होला र अब के भन्नु सबैजनाले हाम्रो माया गरिदिनु होला हाम्रो भिडियो मनपर्छ भने लाइक गरिदिनु होला र हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है सानो सानो पुण्डीलाई सब्सक्राइब गरिदिनु होला फेरि पनि यस्तो दामी दामी भिडियो लिएर आउनेछौँ त्यति बेलासम्मलाई बाई बाई गाइस ल बाई बाई त्यति बेलासम्मलाई बाई बाई गाइस फेरि भेटौँ न नयाँ भिडियोमा नयाँ अपडेट लिएर बाई